हेलो, नमस्ते सबैजनालाई। म करिश्मा छेत्री। आज विशेष म के भन्न चाहन्छु भने आज मेरो बुढाको जन्मदिनको धेरै धेरै शुभकामना। मेरो प्यारो श्रीमानज्यू, ह्याप्पी बर्थडे टु यु बुढा। अरू त यस्तै हो, धेरै खासै भन्न पनि आउँदैन, तर धेरै दुखी नहुनु, खुसी रहनु। दुःख त सबैलाई हुन्छ, दुःख नहुने कसलाई नै छ र। तर दुःख छ भनेर कहिले नआत्तिनु, एक दिन पक्कै पनि सुख हुनेछ। अनि हजुरले गर्नुभएको मेहनतको अनुसार एक दिन हामीलाई पक्कै पनि फल मिठो हुनेछ। यही भन्न चाहन्छु, मेरो बुढा धेरै दुखी नहुनु, खुसी रहनु। दुःख सुख सबैलाई हुन्छ, एक दिन पक्कै खुसी हुने दिन आउनेछ हाम्रो पनि। हजुरले एक एक खुनको पसिना बगाएर काम गर्नुभएको मेहनतले एक दिन हामीलाई पक्कै पनि खुसी बनाउनेछ भन्ने आशाको साथ आज हजुरलाई धेरै धेरै जन्मदिनको शुभकामना भन्न चाहन्छु। आज मेरो स्टोनको अपरेसन भएको पनि 12 दिन भइसक्यो। म अहिले मम्मीको रुममा छु, मेरो बुढा ड्युटीमा हुनुहुन्छ। म यहाँदेखि बुढालाई के भन्न चाहन्छु भने हजुरको बुढी टाढा भए पनि धेरै मिस गरेको हुन्छ। म छुच्ची छु भन्छु, कराउँछु, मेरो मनमा पाप छैन, प्याचै भनिहाल्छु। तर मेरो मन सफा छ, कहिले पनि मनमा पाप सोच्दिनँ। आज मेरो बुढाको जन्मदिनमा म धेरै कुरा भन्न चाहन्छु। मेरो बुढालाई मेसेज पनि गरेको छु, बुढा यस्तो उस्तो भनेर, होइन। तर हजुरले एक कुरा बुझ्नु कि हजुरको मेरो बिहे भएको 5 वर्ष भएर पनि 6 मा लागिसक्यो। हजुरलाई थाहा छ होला है म कस्तो छु भनेर। हजुरलाई लाग्छ कि एकदम हरामी छुच्ची छे भनेर, त्यत्तिकै सफा मन पनि छ मेरो भन्छु। अनि पटक्कै पनि त्यो कुरालाई बिर्सेर हजुरलाई याद गरिहाल्छु, सम्झिहाल्छु। यही नै भन्न चाहन्छु। आज मेरो बुढाको जन्मदिनमा बुढाले गरेको मेहनतको फल हामीलाई एक दिन पक्कै पनि मिठो हुनेछ भन्न चाहन्छु। अनि एउटा कुरा के भन्छु भने मेरो बुढाले धेरै कुरा टेन्सन लिनुहुन्छ, यो छैन त्यो छैन यस्तो उस्तो भनेर। पक्कै पनि एक दिन पुरा सफल हुनेछ हामीलाई, भगवान्ले साथ दिनुहुन्छ। आफन्त इष्टमित्र भन्ने त यस्तै हो, दुःख गर्ने आफूले, सुख पनि आफूले, होइन र। त्यही भएर हजुरले बिहानदेखि बेलुकासम्म एक एक दुःख खुनको पसिना बगाएको फल हामीलाई एक दिन पक्कै पनि अवश्य मिल्नेछ भन्नेको साथ सँगै हजुरलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना।